2082 3 महिना 10 गते भोटेकोशी गाउँपालिका 5 स्याङ्गदी स्थित जंगलमा 11 वर्षीय बालिकाको सामूहिक बलात्कारपछि हत्या गरिएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार मादक पदार्थ र गाँजा सेवन गरी 11 वर्षीय बालिकाको सामूहिक बलात्कारपछि हत्या गरिएको हो। घटना लगत्तै हत्या गरिएको आरोपमा 5 जना पक्राउ परेका छन्। जिल्ला प्रहरी सिन्धुपाल्चोकका प्रहरी प्रमुख रामेश्वर कार्कीले भने, प्रहरीका अनुसार पक्राउ पर्नेमा स्थानीय 21 वर्षीय निमा तेन्जिङ तामाङ, 22 वर्षीय बाङनिमा तामाङ, 32 वर्षीय नामग्याल शेर्पा, 20 वर्षीय दावा तामाङ र 22 वर्षीय लाक्पा पासाङ तामाङ रहेका छन्। निमा बालिकाको काकाका छोरा हुन् भने सबैजना एउटै टोलका बासिन्दा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनामा संलग्न 5 जनालाई प्रहरीले शुक्रबार पक्राउ गरी पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ। बालिकालाई जबरजस्तीकरणी गरेर हत्या गरिएको पुष्टि भएको छ। डीएसपी माधवराज खरेलले भने, बालिका असार 10 गते राति हराएकी थिइन्। भोलिपल्ट बिहान 9:30 बजे उनको शव जंगलको खोल्सामा फेला परेको थियो। स्याउ टिप्न जंगल गएका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेको स्थानीय सानी शेर्पाले बताए। बालिकालाई उनको घरबाट करिब 400 मिटर परको बारीमा बोलाएर 5 जनाले सामूहिक रूपमा बलात्कार गरी हत्या गरेको प्रहरीसँग बयानमा स्वीकार गरेका छन्। रुखमा शव अड्किएपछि टाउकोमा ढुङ्गाले हानेर खसालिएको समेत प्रहरीको भनाइ छ। अनुसन्धानका लागि तालिम प्राप्त कुकुर समेत प्रयोग गरिएको थियो। प्रहरी टोलीले अभियुक्तहरूका घर खानतलासी गर्दा अपराधसँग सम्बन्धित सामग्री बरामद गरेको थियो। बालिकाको शव परीक्षणका लागि शिक्षण अस्पताल पठाइएको छ भने थप अनुसन्धान अगाडि बढाइएको छ। डीएसपी खरेलले भने, उनीहरूलाई म्याद थप गरेर जबरजस्तीकरणी र ज्यान सम्बन्धी कसुरमा अनुसन्धान जारी रहेको उनले जनाए। बालिकाका बाबुआमा वैदेशिक रोजगारीमा भएकाले बालिका दिदी बिनाजुसँग घरमा बस्दै आएकी थिइन्।